आएपछि सिधा गएपछि हामी रारा जान्छौँ अनि यतातिर गएपछि हामी जुम्ला जाने बाटो हो। यहाँदेखि चाहिँ 31 किलोमिटर छ अरे। अब हामी रारा गएर आइसक्यौँ। अब यहाँदेखि हामी जुम्ला जान्छौँ, जुम्ला घुमेर त्यसपछि अनि बल्ल रिटर्न हुन्छौँ। यो यता जाने बाटो चाहिँ नाङमा हो अनि यहाँ चाहिँ हाम्रो बाइक छ। हामी हिजो राजा पुगेर आइसक्यौँ। Whispering pines, secrets untold, carrying tales only the forest holds. Moonlight spills the velvet dark, etching patterns, leaving its mark. The roots stretch deep, the earth's gentle sigh, a lullaby sung to the open sky. Oh, whispering pines, sing me your tune, caught in the rhythm of the stars and the moon. Teach me the language of rustling leaves, stories that linger on the breath of the breeze. The dawn paints gold on the mountain's crown, while rivers whisper truths as they flow down. Their songs entwined with the trees that stand, knotted in time by nature's hand. Each echoing step on the forest floor opens a world through an ancient door. The silence alive, yet brimming with sound. In the arms of solitude I am found. Oh, whispering pines, sing me your tune, caught in the rhythm of the stars and the moon. Teach me the language of rustling leaves, stories that linger on the breath of the breeze. खाली हुना
खलङ्गा बजारमा केही सेकेन्डमै पुग्दैछौँ। तपाईँहरूलाई यो भिडियो मार्फत खलङ्गा बजार अवलोकन गराउनेछौँ। एउटा रहस्यमय कुरा के छ भनेपछि यो पारिपट्टिको डाँडा पनि पुरै छ भने यो वरिपट्टि चाहिँ सुक्खा डाँडा छ। यो वरिपट्टिको एकदम सुक्खा डाँडा बजारको भ्रमण गर्दैछौँ। जुम्ला बजार गाउँपालिका हाम्रो तातोपानी गाउँपालिका जाने बाटो हार्दिक स्वागत गर्दछु लेखेको छ होइन। यहीँ हुँदै गएको हो हामी, ट्याक्कै यो हुँदै जुम्ला बजार पुगेर आयो। यहाँ चाहिँ यो साइडमा यो 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 ठाउँको एउटा विशेषता कस्तो भन्दा यो खोलाभन्दा वारी चाहिँ खाडी बढे जस्तो पुरा एउटा रुख पनि छैन, तर यो खोलाभन्दा पारि चाहिँ पुरा हरियाली छ, जङ्गल टाइपको छ, रुखहरू छन् होइन। यस्तो चाहिँ छ। यहाँ चाहिँ तिला नदी बगिरहेको छ। गाइस यो चाहिँ ट्याक्कै स्याउका बोटहरूको यसरी ट्याक्कै यो तिला नदीको पारिपट्टि स्याउका बोटहरू यसरी दिएको छ। त्यो चाहिँ सस्पेन्सन ब्रिज सबै यो पुरै फाँटभरि स्याउै स्याउ। कति खानुहुन्छ? ल यो चाहिँ तातोपानी भन्ने यतै हो जुम्लाको होइन। यो चाहिँ उता जुम्ला बजार जाने बाटो हो, यो तातोपानी हो। यहाँबाट चाहिँ हामी यता तलतिर गएपछि यो जाने बाटो, त्यो बाटो हुँदै तल गयो भने तातोपानी चाहिँ यहीँनिर रहेछ। हामी चाहिँ त्यता गएनौँ, हामीलाई ढिलो भएको कारणले गर्दाखेरि तातोपानी चाहिँ यही नै हो। अनि हाम्रो बुलेट पनि त्यही छ, साथी पनि त्यही छ। चाहिँ जुम्लाको बजार अनि यो चाहिँ एयरपोर्ट, जुम्लाको एयरपोर्ट। यहाँ चाहिँ केटाहरू, यहाँ चाहिँ हाम्रो बुलेट बाइक, यहाँ चाहिँ हाम्रो सर मुकेश सर। यो चाहिँ भ्यू। हामी अब यो जुम्ला बजारको भ्यू हेर्न चाहिँ टक्क हामी 10-15 मिनट यो सिडी चढेर माथि डाँडामा जाँदैछौँ। हाम्रो गाइडलाइन्समा चाहिँ यहाँकै सर हुनुहुन्छ एउटा। हामी चाहिँ अहिले मन्दिरमा जान लागि सिडी चढिरहेको छौँ। जुम्ला यस्तो चलाउ, साथीहरू आउँदैछन्। जुम्ला बजार
आमा पनि पुगेको छैन ओखो हामी यत्रो सिडी चढेर आइदिया रहेछु यार दामी खेत देखिँदो रहेछ यहाँबाट दामी छ चाहिँ ठ्याक्कै पारेर अहिले हामी कति किलोमिटर कुद्यौँ लगभग 40 जति कुदिसक्यौँ हामी मानमा जाँदैछौँ यहाँबाट नाङमाबाट आएको त्यहाँबाट मानमासम्म चाहिँ पुरा पिच रोड छ अलिअलि कतै अप्रोड हुनसक्छ यहाँबाट हामी यो सिनहरू भ्यूहरू दामी देख्न सक्छौँ ओ बवाल छ बवाल छ डाँडा त भने कहीँ राखे होइन सब ठाउँ छेडा एकदम खतरा राइडर अल्ट्रा प्रो म्याक्स राइडर हुनुहुन्छ उहाँले चाहिँ एक्लै 600 किलोमिटर कुदाइसक्नुभयो अनि साथीको कुदाउँदा गु पनि आइसक्यो होला तर कुदाउँदा त्यो गु पनि सुकेर चाहिँ मिल्दैन एकदम हेर्न सक्नुहुन्छ यो मान्छे चाहिँ कालो छैन यो मान्छे चाहिँ कस्तो छ भने चाहिँ कालो छ ओके 40 किलोमिटरबाट Oh, so bright, baila conmigo toda la night. El ritmo suena, can you feel? गाडी चढ्नु Move your body, it's so real. Vuélvete loco, don't stop now. Sigue el ritmo, I'll show you how. Fuego en el aire, burning high, feel the heat. Bajo el sky. किन त्यो होइन त्यो भित्तामा कहाँ त्यो पनि कस्तो पानी राख्छ हो त्यो हुँदैन कि के थाहा छ Luna llena, shining kiss the sky, souls on the ground. Latido fuerte, boom boom boom. आँखामा त मुखी असिराउने Take me higher, feel the zoom. के भएको Cerca de mí, don't run away. Tempo beats, let's ignite. कोठरी With me हेर्दै through the night. Baila, sin parar. Shake your body, shine like stars. Baila, en el mar. Keep it going, no queda igual. बाटोमा 12 किलोमिटर Break it down, feel the sway. Cerca de mí, don't run away. Tempo 7 किलोमिटर थियो है राटो पछि आउँदाखेरि dance मैले भने नि तँलाई through the night. 5-7 थियो सायद र आउनु अब जो पुल देखिन्छ नि अगाडि त्यो स्ट्रेट साइड होला Shake your body, shine like stars. Baila, baila, en el mar. के छैन Keep it going, no queda igual. यहाँसम्म एकचोटि म आइपुग्छु आउनु बाह्र बजी एक बिचरा हालत पुरा गरिदियो कहाँसम्म छाड्दैछ अरू घरका लागिरहेको यार कति त चल्छ यहाँ आउँदैछ कि खाने
केही छैन माछा मात्रै माछा त के खानु होइन पाइजाउ होइन कति कहाँ ए राम्रोसँग त काम भएन पुगे जस्तो लाग्यो होइन यत्रो घुम्यो अब फेरि अस्ति हामी यहाँबाट ढिले अस्ति यस्तो भयो के म यहाँ कहाँ आऊ के हो भयो जस्तो अस्ति नै घुम्न तर रोयल इन्फिल्डले पनि पर्फर्मेन्स कमाल दियो होइन मजा लाग्यो यार रोयल इन्फिल्ड हो यार त्यो पनि कमाल दियो ठिक लाग्यो यार मजा आयो यस्तो काहीँ केही पनि भएन होइन ढुङ्गा अनि के छ नि त्यहाँनिर हेर्नु रोयल इन्फिल्ड क्लासिक 350 दामी ल गाइस साइखोला यो हामी अघि आउँदाखेरि चाहिँ त्यो पारेको बाटो भएर आएको हो अहिले चाहिँ 4 किलोमिटर जति हामी माथि आइसक्यौँ यो चाहिँ साइखोला बवाल देखिरहेको छ कर्णाली राजमार्ग यसले चाहिँ अछाम र दैलेखको सिमाना छुटाउने पुल यही हो है त ल दामी छ ल